आयो उठाइदे उठाइदे खाजा साजा खुवाइ नजा भन्दा पनि अपेल गरेर कतिजना चारैजना पसेका हातले यसरी समाएर तानी छ उसले उनीहरू डर लाग्यो छोडिदिइहाले तिनजना त यतै छन् पचार हुँदै थिए अब पुलिसले इन्क्वायरी गर्यो म पनि उनीहरूकै घरमा छु 3 बारी खेतमा पानी लाउँदैछु चारजना पौडी खेलेको हो चारजनामा तीनजना चाहिँ निक्लिसकेको छ तर एकजना मिसिङ भएको कुरा भयो सशस्त्र प्रहरी भाइ नेपाल प्रहरी र नेपाली सेना गोताखोरले खोजिरह हो त्रियुगा नगरपालिका वडा नम्बर 3 मोतीगढा यहाँ क्याम्पस डाँडा छेउको यो बाँध हो यो बाँधमा दिउँसो 2 बजीतिर पौडी खेल्ने क्रममा चौधन्डीगढी नगरपालिका वडा नम्बर 9 के हो ग्रीष्मा कार्की 14 वर्षीय बालिका अन्य 3 जना साथीहरू पनि सँगै पौडी खेल्न पसेको 3 जना चाहिँ बाहिरिएको तर बहिनी चाहिँ मिसिङ भएको हुँदा नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरी बल लास खोज्ने क्रममा रहेको जनमानस फेरि अर्को दुःखद घटनासँग साक्षात्कार गराउन चाहे त्रियुगा नगरपालिका वडा नम्बर 3 मोतीगढा स्थित तेजब क्याम्पस भन्दा 200 मिटर मास्तिरपट्टि रहेको यो कृत्रिम जलाशय हो यसमा चाहिँ दिउँसो 2 बजीतिर पौडी खेल्ने क्रममा 4 जना बालबालिका रहेको तर एकजना बालिका 14 वर्षीय बालिका दिप्सा कार्की नाम गरेका बालिका चाहिँ मिसिङ छिन् जसमा नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल प्रहरी र केही स्थानीय साथीहरू लासलाई खोज्ने क्रममा हुनुहुन्छ तर अहिलेसम्म लास भेटिएको छैन मैले तपाईलाई अघि भनेको त्यही रुख हो गरेकै छैन त्यो गाडी कि बनाइहाल्न त त्यही ढङ्गले त्यो रुट बताइदिनु होला फेरि त्यो गाडी हिँडेकै छैन हिँडिसक्यो निक्लिसकेँ मलाई फोन गर्छु भने भन्छु फेरि गरेर टोली त आइपुगेको छैन होइन मुसुकाको यो पोखरीमा पौडी खेल्ने क्रममा चौधन्डीगढी नगरपालिका वडा नम्बर 9 हडिया घर भएकी बालिका हिजो दिउँसो 1 बजेदेखि मिसिङ थिइन् यो त्रियुगा नगरपालिका वडा नम्बर 3 मोतीगढा स्थित रहेको जलाशय हो यसमा डुबेर 12 वर्षीय बालिका ग्रीष्मा कार्कीको दुःखद निधन भएको छ